आज हाम्रो घरमा चाहिँ एकजना पाहुना आउनुभयो अहिलेसम्म नआउनु भएको पाहुना सायद अरूको घर नि आउनु भएन होला धेरै जतिको घरमा अनि उहाँ पाहुना चाहिँ केही खानुहुन्न रहेछ फेरि जति थोक खाना दिए नि खानुहुन्न हेर्नु है त यस्तो पाहुना आउनु भयो हामी देखाउँछौँ है त यस्तो पाहुना टलल्ल हेरी मात्र रहनुहुन्छ घर खोज्दै आउनुभयो यस्तो पाहुना आउनुभयो हाम्रो घर हेलो हेलो के छ खबर नि कति राम्रो हो क्या यो